सो हेलो एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। आज धेरै समयपछि म ब्लग बनाउन जाँदैछु किनभने आज मेरो काम छ। काममा जाँदैछु। आज तपाईँहरूलाई देखाउनेछु मेरो काममा चाहिँ कस्तो कस्तो हुन्छ भनेर। तपाईँहरूले लास्टसम्म भिडियोलाई हेर्नु होला। र आज चाहिँ म बिहानै उठेर रेडी भइसक्यो भनौँ न। अब यस्तै हाम्रो रेडी भनेको एउटा उनीहरूमा केही लाइँदैन। सो हेर्दै जानु होला भिडियो कस्तो हुनेछ भनेर। अनि हाम्रो मम्मी र आमा के लानु हुँदैछ, साग। यहाँनिर साग छ। हो के साग हो मम्मी? कान्छी साग। हाम्रोतिर चाहिँ यस्तो कान्छी साग पनि हुन्छ अरे। कान्छी साग बनाउँछ मिठो। अनि यसलाई चाहिँ के गर्नुभएको? यो नुन लाएर मार्नुपर्छ कि अनि नमार्दा चाहिँ तितो तितो हुन्छ। नुन लाएर मारेपछि चाहिँ यसको गाजै गाजा रस आउँछ। अनि त्यहाँदेखि धोएर निचारेर तेल मजाले लाएर पटकनी मसला खोर्सानी पड्काएर लसुन पड्काएर भुट्नुपर्छ। मान्छेहरू त पल्किन्छ। मम्मीहरूले नि के गर्नु जान्नुहुन्छ। हामीलाई केही थाहा हुँदैन यस्तो बारेमा। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो आमा। आमाले त खिच्नै मान्नुहुन्न। तेरो चाहिँ खिचाइदिनु पर्छ होला। र तपाईँहरूलाई चाहिँ म हाम्रो यहाँ कुखुरा देखाउन गइरहेको छु। मम्मीले के बनाउनु कस्तो हुन्छ अरे। यहाँ चाहिँ यस्तो भइसक्यो है। अहिलेको साग निचारेर यो चाहिँ तितो हुन्छ अरे। यो निकालेपछि चाहिँ मिठो हुन्छ अरे। यो निचारेन भने चाहिँ तितो हुन्छ। यो चाहिँ प्रेसर आएको बिरामीले खानु हो क्या, एकदम तितो। यहाँ चाहिँ हाम्रो सानो खालको कुखुरा छ। यतापट्टि चाहिँ ठुलो खालको कुखुरा पनि छ हामीसँग। चाहिन्छ भने कन्ट्याक्ट गर्न सक्नुहुनेछ। यहाँनिर हाम्रो सुँगुर पनि छ। लो गाइज, 3टा थियो, एउटा चाहिँ बिरामी भएर मर्यो। अब चाहिँ 2टा बाँकी छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ। हाम्रो घरदेखि यस्तो यहाँ अगाडि घर पनि बन्दैछ। हाम्रो छिमेकीको घर यतापट्टि। र तपाईँलाई अर्को कुरा पनि देखाउँछु। हाम्रो एउटा छ, एउटा यहाँ कराई गरिरहेको छ एउटा दाइ। दोकान गराउनु भयो हाम्रो दाइ। दाइ यहाँनिर चाहिँ हेलो चाहिँ मलाई चाहिँ साह्रै माया गर्छ यसले। पपुतो, यसको नाम चाहिँ पपुतो हो। ए हाते त ए चाट्नु चाहिँ नचाटे। हाम्रो चाहिँ यस्तो छ है घर। फुलबारीहरू छ यहाँनिर हेर्न सक्नुहुन्छ। सो म चाहिँ अब घरदेखि निस्किसकेको छु कामको लागि। दाइकोमा जाँदैछु अनि दाइसँग जानुपर्ने हुन्छ। दाइकोमा पुगेर यसले चाहिँ फेरि मलाई पछि गर्छ पपुतो घर जा नआइज है। म घरमा पछि गर्छ यसले चाहिँ। जहिले काममा जाँदाखेरि जहिले अरू भन्दा नि मसँग साह्रै यो पछ्याउँछ क्या मलाई चाहिँ अरूलाई भन्दा नि। हाम्रो पपुतोले फेरि यहाँ आएको रहेछ नआइस भने जा घर जा। ल तपाईँहरू भिडियोलाई लास्टसम्म हेरिदिनु होला। म बेबीसँग के हुन्छ तपाईँहरूलाई देखाउने नै छु। अहिलेको लागि चाहिँ बाई बाई। यसले चाहिँ फेरि मलाई पछ्याएको गर्छ। माया लाग्छ बिचरा। घर जा पपुतो, घर जा साह्रै पछ्याउँछ मलाई बिचरा। सबैजना बाँधेर राखिदिइराख्नु भएको हुन्छ नि त। अनि म चाहिँ गरेर छोडिदिइहाल्छु यसलाई। अनि अरू भन्दा नि मलाई साह्रै हत्ते गरेर सानैदेखि पछ्याएको गर्छ कहीँ गयो भने पनि। ल
तपाईँहरूलाई चाहिँ म अहिले दाइकोमा पुगेर भिडियो देखाउने छु। फाइनली दाइको घर आइपुगिसकेको छु। यहाँनिर दाइ चाहिँ मलाई चाहिँ हतार हतार बोलाएर दाइ चाहिँ भर्खर खाजा खानुहुँदैछ। बिहान बिहानै मासुसँग भात रुच्छ दाइ। न्युट्रल। हामी चाहिँ अब दाइको घरबाट पनि निस्किसकेको छौँ। हाम्रो दाइको बाइक बिग्रेर हामी अहिले चाहिँ हिँड्नु परिरहेको छ। यहाँ दाइ अगाडि अगाडि हिँड्नुहुँदैछ हेलमेट बोकेर। बाइक ग्यारेजमा छ दाइको। हामी चाहिँ बिहान बिहानै खाजा खाएर कामतिर जाँदैछौँ। आज चाहिँ कलेक्सन खाजा पनि मासु र भात खुवाइ हुन्छ दाइको त बिहान बिहानै। मेरो चाहिँ होइन दाइको चाहिँ हिरो भएर काममा निस्किसक्नु भयो हाम्रो दाइ। यहाँनिर चाहिँ हामी सिटीमा आएको। यहाँ दाइले किन्नुहुन्छ दाइको। हामी चाहिँ अब हाम्रो काममा आइसकेको छौँ। यहाँनिर चाहिँ अब काम सटर खोल्नुपर्ने हुन्छ। यहाँ सटर दाइ चाबी लिन जानुभएको छ सटरको। चाबी लिएर आइसक्नु भएको हाम्रो दाइ। चाबी अर्को चाहिँ हाम्रो दाइले खोल्नुहुँदैछ। उतापट्टिको चाहिँ मैले खोलेँ। दाइ यहाँनिर ग्रिज हाल्ने बेला भयो। गरौँ न गरौँ सटर। उतापट्टिको झन् गरौँ पर्छ। यही हो पसल चाहिँ हाम्रो। अब चाहिँ अर्डरहरू टिपेर सामान प्याक गर्नुपर्ने हुन्छ। हाम्रो स्कुटर चाहिँ यहाँनिर अहिले ग्यारेजमा बनिरहेछ। अब चाहिँ तपाईँहरूलाई म एउटा ठाउँमा लाँदैछु। मेरो साथीको पसलमा लाँदैछु तपाईँहरूलाई चाहिँ। मेरो साथीको पसल चाहिँ हो अनिस ब्रोको। के छ सरकार? ठिक छ। कतिखेर आयो? भर्खर पसल खुल्ला थिएन। ए हो र, म त खुल्ला थियो जस्तै लागेन त। सन्चै छौ? यो चाहिँ मेरो साथी अनिस। अनिसको दोकान है यो चाहिँ। अनिस बस्ने दोकान। के छ नयाँ नौलो तिम्रो हालखबर साथी? ठिकठाक छ। उसको पनि हाम्रो खतरा भ्लग साथीको भिडियो खतरा बनाउँछ साथीले। मिस्टी ढुङ्गा साथीको च्यानलको नाम। चावाचाहरूलाई थाहा छ? सबैलाई थाहा छ नि। साथीको खतरा भाइरल मान्छे हो हाम्रो साथी। राम्रो छ नि साथीको। यहाँनिर चाहिँ फोनहरू खतरा खतरा छ। कुन चाहियो मलाई मेसेज गर्नु होला। 16 Pro Max। म चाहिँ यहाँ साथीको पसलमा फोन चार्ज गर्दै थिएँ। अब चाहिँ म लागेको। साथी चाहिँ लाइभ बसिरहेको छ, बिजी छ। डिस्टर्ब नगर्नु साथीलाई। अब म चाहिँ लाग्दै। अब चाहिँ हामी बिर्तामोड जानुपर्ने हुन्छ। यहाँदेखि बिर्तामोड यहाँ कलेक्सन गर्दै गर्दै बिर्तामोड गएर बिर्तामोड पुगेर फेरि फर्केर दमकमा आएर कलेक्सन गर्नुपर्ने हुन्छ। यहाँनिर दाइ सामान रेडी गरेर भइसक्नु भएको छ। अब चाहिँ हामी जाने बाइकमा चढेर जानुपर्छ। युबिडक्स मिनरलमा नि कतटा लोसन हजुर जेलको पहेँलो खोल हुन्छ। अर्को लोसन भनेको स्काई ब्लू कलरको हुन्छ।
हामीले चाहिँ यहाँनिर कलेक्सन गरिसक्यौँ यहाँ डोडामारीमा। अब चाहिँ हामी जाँदैछौँ बिर्तामोडतर्फ। हामीले औषधि पसल यहाँनिर कलेक्सन गरिसक्यौँ। अब हामी लाग्यौँ। यो चाहिँ हो हाम्रो माई खोला। यहाँनिर चाहिँ पानी पुरा अब ठुलो पानी पर्न लागेको रहेछ। हाम्रो दमकतिर चाहिँ फेरि पानी नै पर्दैन, यतातिर चाहिँ लास्टै पानी परेको भयो। अस्ति नै पानी परेर बिजोग भयो, बाढी पनि आइरहेको रहेछ यतानिर। हामी चाहिँ अहिले बिर्तामोड आइपुग्यौँ। यो चाहिँ हो भातबाट नि अस्ति जेएनजी आन्दोलनमा भत्केर यो पनि अहिले एकदम बनाइरहेको अवस्थामा छ। अब चाहिँ हामी यहाँ बिएमसी हस्पिटलमा आइसकेका छौँ कलेक्सन गर्नको लागि। अब यहाँ बिर्तामोडमा 1-2वटा ठाउँहरूमा छ बाँकी कलेक्सन गर्नुभयो। तपाईँहरू भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। हामी चाहिँ यहाँ कलेक्सन गरिरहेछौँ। यहाँ बिएमसी हस्पिटल हो यो चाहिँ, यहाँनिर पनि छ हाम्रो कलेक्सन। हामी चाहिँ अहिले सुरुङ्गाको समर फार्मेसीमा छौँ। यहाँनिर कलेक्सन गर्दै गरेको अवस्था। अब यहाँ सकेर चाहिँ हामी दमक जानुपर्ने। सो गाइस अहिले चाहिँ हामी घर आइसकेको छौँ। मैले धेरै भिडियोहरू पनि गर्न पाइनँ किनभने पानीहरू पनि आयो, त्यही भएर काममा फोकस भयो, त्यही भएर धेरै भिडियो चाहिँ गर्न पाइनँ। त्यसको लागि धेरै धेरै सरी र अहिलेसम्म भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णमा धेरै धेरै धन्यवाद। फेरि पनि अर्को भिडियोमा भेट्नुपर्नेछ। यति भन्दै सी यू, बाई बाई।